हेलो साथीहरू नमस्ते। आज चाहिँ म हजुरहरूलाई यो लेभेन्डर फ्लावरको किचेन बनाउन सिकाउन गइरहेको छु र त्यसको लागि चाहिँ मैले यो पर्पल कलरको धागो र यो ग्रीन कलरको धागो र यो 2 mm को हुक पनि लिएको छु। ल अब सुरु गरौँ है त। फर्स्टमा धागोलाई औँलामा यसरी बेरिसकेपछि यो धागोलाई यसरी घुमाउने र यो औँलाले यसरी च्याप्ने। त्यसपछि यहाँ चाहिँ एउटा स्लिप नट बनाउने। स्लिप नट बनिसक्यो। स्लिप नट बनिसकेपछि यो धागोलाई यसरी कस्ने। कसिसकेपछि अब हामीले 30 वटा चेन बनाउनु पर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। हाम्रो 30 वटा चेन बनिसकेको छ। अब चाहिँ यो एउटा स्टिचलाई छोडेर हामीले यो अर्को नेक्स्ट स्टिचबाट चाहिँ 2 वटा डबल क्रोचेट बनाउनु पर्ने हुन्छ। 1 2 वटा डबल क्रोचेट बनिसकेपछि सेम स्टिचमै यसरी स्लिप स्टिच गरिदिने र फेरि अर्को चेनबाट पनि यसरी स्लिप स्टिच गरिदिने र फेरि 5 वटा चेन लिने। 1 2 3 4 5 वटा चेन लिइसकेपछि फेरि सेम स्टिचमै स्लिप स्टिच गर्ने र फेरि अर्को चेनबाट पनि स्लिप स्टिच गर्ने र फेरि 5 वटा चेन लिने। 1 2 3 4 5 वटा चेन लिइसक्यौँ। फेरि सेम स्टिचमै स्लिप स्टिच गर्ने र फेरि अर्को चेनबाट पनि स्लिप स्टिच गर्ने र फेरि 5 वटा चेन लिने। 1 2 3 4 5 र फेरि सेम स्टिचमै स्लिप स्टिच गर्ने र फेरि अर्को चेनबाट पनि स्लिप स्टिच गर्ने। हामीले यसरी नै सुरुमा 5 वटा चेन लिने, फेरि सेम स्टिचमै स्लिप स्टिच गर्ने र अर्को चेनबाट पनि स्लिप स्टिच गर्ने। यसरी नै हामीले यो सबै राउन्ड छेउको प्याटर्नसम्म पुरा गर्नुपर्ने हुन्छ। हाम्रो यो छेउको प्याटर्नसम्म पुरा भइसक्यो। अब चाहिँ यसमा 1 चेन दिने। 1 चेन दिइसकेपछि यसलाई काट्दिनु पर्ने हुन्छ।
हाम्रो यो लेभेन्डरको फुल चाहिँ तयार भइसक्यो। हामीले चाहिँ यो किचनको लागि चाहिँ 2वटा लेभेन्डरको फुल बनाउनु पर्ने हुन्छ र हाम्रो यो अर्को पनि बनिसकेको छ। अब चाहिँ यसलाई यसरी धागोलाई यसरी कस्ने। यसरी कसिसकेपछि चाहिँ अब हामीले यो धागालाई काट्दिन्छौँ। अब चाहिँ यो भागदेखि डोरी बनाउने र फेरि छेउमा चाहिँ यसमा लगेर जोड दिनु पर्ने हुन्छ। हामीले चाहिँ अब यो चेन बनाउँछौँ है त। हामीले अब यो फुलको छेउको स्टिचबाट चाहिँ सुरु गर्नुपर्ने हुन्छ र हामीले यो धागोलाई चाहिँ अलि लामो छोड्ने र अब यो धागोलाई यसरी लिने। यसरी लिसकेपछि हामीले स्लिप नट बनाउने। एउटा स्लिप नट बनिसकेपछि हामीले यो तलको धागोलाई चाहिँ यो क्रुसमा यसरी चढाउने। यसरी चढाइसकेपछि यसरी एउटा चेन बनाउने र फेरि यसरी लिने। यसरी हामीले धागोलाई यसरी क्रुसमा चढाउँदै यसरी चेन लिँदै गर्नुपर्ने हुन्छ। हामीले यो चेन चाहिँ 40वटा बनाउनु पर्ने हुन्छ। यसरी नै बनाउँदै जाने। हाम्रो यो 40वटा चेन बनिसकेको छ। अब चाहिँ यो अर्को फुलमा यो फुलको छेउको स्टिचमा लगेर यसरी जोड्नु पर्ने हुन्छ र यसरी जोडिसकेपछि हामीले एक चेन लिने। एक चेन लिसकेपछि यसलाई काट्दिनु पर्ने हुन्छ र अब हामीले यो धागोलाई यसरी कस्छौँ। हामीले कसिसक्यौँ। अब चाहिँ यो डोरीलाई पनि धागोलाई पनि यसरी काट्दिउँ। हाम्रो यो फुलमा चाहिँ डोरी लगाइसकेका छौँ। अब चाहिँ हामीले यो पात बनाउनु पर्ने हुन्छ। अब चाहिँ यो बनाऊ है त। फर्स्टमा धागोलाई लिइसकेपछि यसरी औँलामा बेर्ने। बेरिसकेपछि
हामीले यो धागोलाई यसरी घुमाउने, यसरी घुमाएर यसरी यो औँलाले यसरी च्याप्ने र अब यसरी हामीले यहाँ एउटा स्लिप नट बनाउने। स्लिप नट बनाइसकेपछि चाहिँ यो धागोलाई यसरी कस्ने र अब हामीले 18वटा चेन लिनुपर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 हाम्रो यो 18वटा चेन बनिसकेको छ। हामीले अब सुरुको स्टिचदेखि चाहिँ एउटा सिंगल क्रोचेट गराउने। अब अर्को स्टिचबाट चाहिँ एउटा हाफ डबल क्रोचेट र अब चाहिँ 4वटा स्टिचबाट चाहिँ 4वटा डबल क्रोचेट, एउटा स्टिचबाट एउटा डबल क्रोचेट बनाउनु पर्ने हुन्छ। हामीले फर्स्टको चेनदेखि एउटा सिंगल क्रोचेट र अर्कोदेखि एउटा हाफ डबल क्रोचेट र 4वटा स्टिचदेखि चाहिँ 4वटा डबल क्रोचेट। अब चाहिँ फेरि एउटा हाफ डबल क्रोचेट बनाउने र फेरि अर्को स्टिचदेखि एउटा सिंगल क्रोचेट बनाउने र अब फेरि एक चेन लिने। एक चेन लिइसकेपछि हामीले एक चेनलाई छोडेर यो नेक्स्ट चेनदेखि एउटा सिंगल क्रोचेट गर्ने र फेरि अर्को स्टिचदेखि एउटा हाफ डबल क्रोचेट बनाउने र अब 4वटा स्टिचदेखि चाहिँ 4वटा डबल क्रोचेट बनाउनु पर्ने हुन्छ। हाम्रो यो 4वटा डबल क्रोचेट बन्यो। अब फेरि एउटा हाफ डबल क्रोचेट बनाउने र अब फेरि एउटा सिंगल क्रोचेट बनाउनु पर्ने हुन्छ। हाम्रो यो राउन्ड चाहिँ कम्प्लिट भयो। अब चाहिँ एक चेन लिने। एक चेन लिइसकेपछि यो स्टिचदेखि एउटा सिंगल क्रोचेट गराउने, त्यसपछि फेरि एउटा हाफ डबल क्रोचेट गर्ने। हामीले चाहिँ सेम यो माथिको राउन्डको जस्तै गरी गराउनु पर्ने हुन्छ। अब चाहिँ 4वटा
डबल क्रोचेट बनाउने 1 2 3 4 अब फेरि एउटा हाफ डबल क्रोचेट बनाउने अब फेरि एउटा सिंगल क्रोचेट बनाउने अब एक चेन लिने एक चेन लिसकेपछि फेरि एउटा स्टिचलाई छोडेर अर्को नेक्स्ट स्टिचमा चाहिँ एउटा सिंगल क्रोचेट गर्ने अनि एउटा हाफ डबल क्रोचेट गर्ने फेरि 4 वटा डबल क्रोचेट बनाउने अब एउटा हाफ डबल क्रोचेट बनाउने र अब एउटा फेरि सिंगल क्रोचेट हाम्रो यो राउन्ड पनि कम्प्लिट भइसकेको छ। अब चाहिँ हामीले यो बीचको स्टिचबाट चाहिँ स्लिप स्टिच गर्दै जानुपर्ने हुन्छ। यो छेउबाट यसरी स्टिचबाट यो तलको धागोलाई यसरी लिने र यसरी स्लिप स्टिच गर्दै जाने। यसरी प्रत्येक स्टिचबाट स्लिप स्टिच गर्ने। हाम्रो यो राउन्ड पनि कम्प्लिट भइसक्यो। अब चाहिँ यसरी यहाँ लास्टमा एउटा एक चेन लिने। एक चेन लिसकेपछि चाहिँ यसलाई काट्दिने।
हाम्रो यो राउन्ड पनि यो पात पनि बनिसक्यो। अब चाहिँ हामीले यो फुललाई यसमा जोड्छौँ। हामीले यो बीचको जुन एक चेन लिएर ग्याप राखेको थियौँ त्यहाँदेखि नै यसरी लिने र यसरी हाम्रो यो किचेन चाहिँ तयार भइसक्यो।